नमस्ते साथीहरू। पछिल्लो भिडियोमा हामीले लामो समयसम्म चल्ने आनन्ददायक सुख र छोटो समयसम्म मात्र चलेर अन्त्य हुने सुखको विषयमा चर्चा गरेका थियौँ। त्यो भिडियोमा लाइक र सपोर्ट गर्नुभएकोमा हजुरहरूलाई धन्यवाद भन्दै आजको यस भिडियोमा हामी त्यसै विषयमा अझै विस्तारमा जान्नेछौँ। कृपया अन्त्यसम्म भिडियो हेरिदिनुहोला। लामो समयसम्म चल्ने र क्षणभङ्गुर सुखहरूलाई भगवद् गीतामा 3 प्रकारले विभाजित गरिएको छ: सात्विक सुख, राजसिक सुख अनि तामसिक सुख। जो सुरुमा विष जस्तो लागे पनि अन्त्यमा अमृत समान हुन्छ र मानिसलाई आत्म साक्षात्कारका लागि उदाउँछ, त्यस्तो सुखलाई सात्विक सुख मानिन्छ। विषयसँग इन्द्रियहरूको सम्पर्क हुँदा इन्द्रियहरूबाट जुन सुख प्राप्त हुन्छ र जुन सुख सुरुमा अमृत जस्तो भए पनि अन्त्यमा विष जस्तो दुःखदायी हुन्छ, त्यो सुख रजोगुणी सुख हो। जुन सुख आत्म साक्षात्कारप्रति अन्धो छ, जो सुरुदेखि अन्त्यसम्म मोहकारक छ र जो निद्रा आलस्य मोहबाट उत्पन्न हुन्छ, त्यो तामसी सुख हो। यी सुखहरूमा पनि सात्विक सुख सबैभन्दा उत्तम भनिएको छ। जब हामी सात्विक काम गर्छौँ अनि सात्विक सुख प्राप्त गर्छौँ, त्यो अवस्थामा कुनै बेला हामीले आफ्नो तर्फबाट एकदम राम्रो काम गर्छौँ। अर्कालाई सुख दिनकै लागि त्यो काम गरे पनि उसले नराम्रो मान्न सक्छ। जस्तै कि शिक्षकले विद्यार्थीलाई उसको भलाइको लागि गाली गरे पनि विद्यार्थीलाई नराम्रो लाग्न सक्छ। हामीले यो बुझ्नुपर्छ कि हामीले राम्रो काम गरे पनि सानो समयमा राम्रो परिणाम नै हुन्छ भनेर निश्चित हुँदैन। जस्तै कि एक साथीले अर्को साथीको मद्दत गर्नको लागि उधारो पैसा दिन्छ, तर फिर्ता दिन ढिलो भयो भने त्यही कारणले दुई जना बीच मनमुटाव र शत्रुता आउन सक्छ। त्यसैले उद्देश्यमा हाम्रो बस चल्छ, तर त्यसको परिणाममा हाम्रो कुनै बस छैन भनेर हामी बुझेर यदि कुनै पनि कर्म त्यसको कर्मफलप्रति आसक्त नभई आफ्नो राम्रो उद्देश्यद्वारा जब हामी कर्म गर्छौँ तर त्यसको फलको प्रति चिन्ता गर्न छोड्छौँ, तब मात्र हामी आफ्नो पूरा सतर्कता, शक्ति र मानसिक स्पष्टताद्वारा काम गर्न सक्छौँ। जब हामी यस्तो विचारले कर्म गर्छौँ अनि मनलाई भट्किन दिँदैनौँ, त्यही बेला हामी अझ आफ्नो उद्देश्य खोज्न थाल्छौँ। हामी सानोतिनो सफलता र असफलताद्वारा प्रभावित हुँदैनौँ अनि स्वच्छ मनले आफू र आफ्नो उद्देश्यलाई खोज्न थाल्छौँ। आफूलाई बुझ्न थाल्छौँ, आफ्नो शरीर र आत्मा बीचको भिन्नता बुझ्न थाल्छौँ, आत्मा र परमात्माको बीचको सम्बन्ध जान्न सक्छौँ। हामी शरीर र प्रकृतिभन्दा भिन्न छौँ भन्ने कुरा बुझ्न थाल्छौँ। हामी स्वयं भगवानको अंश अर्थात् आत्मा हौँ भन्ने कुरा बुझ्न थाल्छौँ। हामी आफ्नो उद्देश्य भगवानको सेवातर्फ मोड्न थाल्छौँ, किनभने हामी जान्ने छौँ कि हामी भगवानको सन्तान हौँ। हामीलाई भगवानले जीवन दिनुभएको र भगवानको लागि कर्म गर्ने बोध आउँछ, किनभने आफ्नो खुसी पनि भगवानकै सेवामा छ भन्ने कुराको बोध हुन्छ। अनि यसरी जब हामी आफू आत्मा हौँ भन्ने कुराको बोध हुन्छ अनि शरीर र प्रकृतिभन्दा माथि उठेर भगवानको सेवा नै हाम्रो मूल उद्देश्य हो भन्ने कुरा जानेको हुन्छौँ, त्यसै गरी हामी भगवानको सेवा गर्दा गर्दै जब अविचलित मनद्वारा कुनै पनि काम अथवा कुराबाट घृणा गर्न छोड्छौँ, जब हामी गर्नुपर्ने काम स्वतः कुनै हेतुको बिना गर्छौँ, आफ्नो मूल कर्तव्यमा यतिसम्म व्यस्त हुन्छौँ कि अरू कुनै कुराको विचार नै हुँदैन, हामी अविचलित मनद्वारा केवल भगवानको स्मरण गरेर कर्म गर्छौँ, हामी सबकन्सियस माइन्डद्वारा आफ्नो कर्म र कर्मको दिशा बाहेक न केहीसँग लोभ हुन्छ न केहीसँग घृणा अर्थात् अरू सबै काम छोडेर एउटै काम गर्न थाल्छौँ जसमा हामी परम आनन्दको अनुभूति गर्छौँ अनि त्यस बाहेक अरू गर्नुपर्ने कामै छैन भनेर बुझ्न पुग्छौँ। यसरी काम गर्दा भगवानसँगको प्रेम प्राप्त हुन्छ अनि यसरी सबै जीवप्रति प्रेमको अनुभूति गर्छौँ अनि यसरी हामी मनको शान्ति र सन्तुष्टि सहित परम आनन्द प्राप्त गर्छौँ अनि त्यसपछि पाउनु पर्ने केही पनि बाँकी हुँदैन। म यो मार्गमा चल्न प्रयास गर्दै हजुरहरूलाई पनि यही मार्गमा चल्न प्रयास गर्न अनुरोध गर्दै मेरो 2 शब्द
टुङ्ग्याउँछु। अर्को भिडियो कुन शीर्षकमा बनाम भनेर कमेन्ट बक्समा सुझाव दिनुहोला। धन्यवाद।